यदि तपाईँ कन्टेन्ट क्रिएटर बन्न चाहनुहुन्छ भने तपाईलाई चाहिँ एडिटिङको नलेज चाहिँ आउनै पर्छ अलिकति भए पनि। त्यही भएर म आज चाहिँ तपाईहरुलाई भिडियो एडिटिङ सिकाउन लाग्नु गइरहेको छु क्यापकटबाट। तपाईहरुलाई म यसमा बेसिक सिकाउँदिन, हाइफाई मात्रै सिकाउँछु। बस भिडियो कट गर्ने, इमेज इफेक्टहरु मतलब कसरी युज गर्छ क्यापकट त्यसको बारेमा मात्र हो। म भिडियो एडिटिङ चाहिँ सिकाउन लागेको हैन, मतलब यो यसलाई चाहिँ कसरी युज गर्छ भनेर। लेट्स गो भिडियो स्टार्ट गरौँ है। सबभन्दा पहिला चाहिँ तपाईले क्यापकट ओपन गर्नुपर्छ। तपाईहरुले चाहिँ क्रोमलाई ओपन गर्छ होला। के बोले भाइ? अब के बोले? त्यसपछि क्यापकट ओपन गरेपछि न्यू प्रोजेक्टलाई सिलेक्ट गर्नुहोस्। अनि त्यसपछि भिडियोको टाइम भिडियो आउँछ अनि भिडियोबाट डाइरेक्ट तपाईले रेकर्ड गरेको भिडियोबाट बनाउन चाहनुहुन्छ भने भिडियोको सिलेक्ट गर्नुहोस्। म चाहिँ एकचोटि फोटोको बाट देखाउँछु तपाईहरुलाई चाहिँ। म चाहिँ फोटो क्लिक गरे। अनि त्यसपछि यो क्यापकटको लोगोलाई हटाइदिनुस्। त्यसपछि अब तपाईले भिडियो कतिको लामो बनाउन चाहनुहुन्छ त्यतिको टाइम लिमिट सेट गर्नुस्। अझै एक्जाम्पलको लागि देखाउनको लागि मात्रै हो। अनि त्यसपछि तपाईले चाहिँ यो कटको अप्सन चाहिँ सन्दाएपछि चाहिँ यो स्प्लिट भनेर चाहिँ यो कट भइहाल्यो। अनि कट गर्ने यो पार्ट डिलिट गर्न मन छ भने यसरी यो डिलिट गरेर डिलिटमा लागेर डिलिट गर्ने। अनि यो चाहिँ के गरे हामीले त्यो चोकेर स्प्लिट हान्छ नि, त्यसको लागि चाहिँ यो माथिको देखाइराखेको यो चाहिँ ब्याकको बटनमा चाहिँ दाबे भने ब्याक हुन्छ। यहाँ कटेको थियो नि अघि, कट हालेको थियो नि, अहिले कट भएन किनकि मैले ब्याक हालेँ नि त, त्यही भएर। अनि त्यसपछि यो चाहिँ यसमा चाहिँ डाइरेक्ट भिडियोको अडियो युज गर्न सक्नुहुन्छ आफ्नो ग्यालेरीमा भिडियो। अब तपाईले चाहिँ गीत युज गर्न जानुहुन्छ यहाँ साउन्डमा दाब्ने। अनि त्यसपछि यताबाट साइडमा जाने अनि आफ्नो ग्यालेरीको गीतहरु हुन्छ यसमा चाहिँ अनि यहाँबाट चुज गर्न सक्नुहुन्छ। अब यो चाहिँ के भयो नि, यो चाहिँ साउन्ड इफेक्ट चाहिँ क्यापकटले दिएको साउन्ड इफेक्टहरु हो। सर्च गरेर तपाईले साउन्डहरु हाल्न चाहनुहुन्छ। अनि यदि तपाईको ब्लगहरु के बनाउन चाहनुहुन्छ, बनाउने भिडियो छ भने चाहिँ तपाईहरु चाहिँ यहाँनिर भोइस गरेर भोइसेस गरेर बनाउन सक्नुहुन्छ। यो चाहिँ आफ्नो तपाईले भोइस गरेर। त्यसपछि यो चाहिँ अडियो टेक्स्ट भनेपछि चाहिँ त्यसमा चाहिँ तपाईले टेक्स्ट लेखेर यहाँनिर यहीबाट जनरेट गर्न सक्नुहुन्छ भोइसहरु। अर्कोतिरतर्फ लागौँ। अनि यो टेक्स्टहरु चाहिँ तपाईहरुले त्यो गीतहरुमा त्यो टेक्स्ट लेख्न चाहनुहुन्छ नि त, जस्तै गीतहरुको अनुसार तपाईहरुले त्यसरी लेख्न चाहनुहुन्छ भने टेक्स्ट लेख्नुस्। यो टेक्स्टको चाहिँ यो चाहिँ टेम्प्लेटहरु भयो। यो चाहिँ बनेको टेम्प्लेटहरु भयो। त्यसपछि यस्तै यहाँ स्क्रिनमा देखाएको छ त्यही देखाउँछ टेम्प्लेटहरु। भएपछि यो चाहिँ फन्टहरु भयो। अब तपाईलाई कस्तो फन्ट सिलेक्ट गर्नु मन छ त्यस्तो खालको फन्ट सिलेक्ट गर्ने। त्यसपछि यो चाहिँ कलर एक्सेस गर्ने हो चाहिँ यो इफेक्टमा चाहिँ अब तपाईको टेक्स्टको इफेक्टहरु कस्तो टेक्स्टहरुमा कस्तो इफेक्टहरु राख्ने त्यो। यो चाहिँ एनिमेसन, यसले चाहिँ एनिमेसन दिन्छ जस्तै कि यसरी यहाँ हेर्न सक्नुहुन्छ। यो सबै एनिमेसन हो। अब यो चाहिँ मेसेज टाइपको हुन्छ। यसमा चाहिँ यो डार्क हुने चाहिँ अब यहाँ तपाईहरुले चाहिँ यसरी हान्न सक्नुहुन्छ मार्क। यो स्टिकरहरु भनेपछि चाहिँ अब तपाईहरुले त्यो भिडियोहरुमा राख्न सक्नुहुन्छ आफू तपाईहरुको भिडियोमा स्टिकरहरु। अनि यहाँ चाहिँ ओभरले भने चाहिँ अब यो टक्क दाब्यो एउटा फोटो स्विच गरेर अनि यो चाहिँ ओभरलेमा आउँछ। यो प्लसको बटन दाब्यो भने चाहिँ माथिपट्टि आउँछ। यो माथिपट्टिको भिडियोलाई ओभरले गर्न चाहनुहुन्छ भने चाहिँ यो ओभरलेमा दाबेर तल यो चाहिँ ओभरले। अनि यो डुप्लिकेट भइहाल्यो। यो तपाईले यो इफेक्ट भइहाल्यो। यो चाहिँ
यो इफेक्टले चाहिँ यसरी काम गर्छ। यो इफेक्ट भइहाल्यो। इफेक्टहरू अब तपाईँले डन्नै पाइहाल्छ। यो चाहिँ बडी इफेक्ट चाहिँ यसरी काम गर्छ। यो डुप्लिकेट भनेपछि अब यो डुप्लिकेट गर्ने, यसलाई डबल गर्ने, डुप्लिकेट। यो क्रप भइहाल्यो। अब तपाईँहरूले यसलाई क्रप गर्न चाहनुहुन्छ क्रप भइहाल्यो। यो फिल्टर त अब तपाईँहरूलाई थाहा भइहाल्यो। यस्तो फिल्टर लाने फिल्टर भइहाल्यो। यो एडजस्टमेन्ट तपाईँहरूले कलर ग्रेडिङ एडजस्ट। योहरू चाहिँ के भने तपाईँहरूको फेसहरू अलिकति खराब या कालो कस्तो त्योहरू आछ भने चाहिँ यसले चाहिँ के भने तपाईँको फेसहरूलाई स्मुथ क्लियर गर्ने अलिक चकिलो बनाउने यसलाई, मतलब गोरो। बडी भनेपछि अब तपाईँको बडीहरूलाई म्यानेज गर्ने। अब यो भिडियो क्वालिटी भनेपछि अब भिडियो क्वालिटी भन्यो। अब यसमा चाहिँ ब्याकग्राउन्ड रिमुभ हान्ने, यताबाट साइडमा गएर चाहिँ यसरी गर्न सकिन्छ। भिडियो अनुसारको हुन्छ के नराख्ने। अब यो चाहिँ अब यहाँबाट पनि तपाईँले ब्रस गरेर यताउति गर्न सक्नुहुन्छ रिमुभ। यो चाहिँ के को लागि भनेपछि अब तपाईँले कुन पार्टलाई ब्याकग्राउन्ड रिमुभ गर्न चाहन्छ त्यसमा दाबेर रिमुभ हान्यो भने चाहिँ यो चाहिँ प्रायः यस्तो के अरे ग्रिन स्क्रिन भिडियोमा युज हुन्छ। यो चाहिँ यो ओपेसिटी भने चाहिँ अब यो यस्तो चकिलो मधुरो छ। स्क्रिनमा कतिको देखाउने त्यही अनुसारको हो। अब यो त रोटेट भइहाल्यो। दायाँ बायाँ भइहाल्यो, लेफ्ट राइट। यो भनेको दायाँ बायाँ, तल माथि, जुम आउट, यो रोटेट। यो मास्किङ भनेको अब यो मास्किङ भने यस्तो 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 गर्दै यो एनिमेसन चाहिँ अब यो तपाईँहरूले यस्तो एनिमेसन तपाईँहरूलाई भिडियोहरू त मतलब यो चाहिँ मैले सर्ट मतलब यो भिडियो चाहिँ के लागि बनाएको भन्दाखेरि जुन फर्स्ट स्टार्टिङ क्याप भिडियोहरू चलाउनु भिडियो एडिट गर्न मन हुन्छ नि त, त्यस्तोहरूको लागि बनाएको हो। तपाईँहरू चाहिँ अब गर्न सक्नुहुन्छ। तपाईँहरूले कन्टेन्ट बनाउन चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले यसमा यही क्यापकटबाट भोइस एडिट गरेर यताउति इन्हान्स गरेर तपाईँहरूले भिडियोहरू चाहिँ बनाउन सक्नुहुन्छ। यदि तपाईँहरूलाई चाहिँ क्यापकटको ट्युटोरियलहरू चाहिन्छ भने चाहिँ भन्न सक्नुहुन्छ। मैले चाहिँ क्यापकटको एडिटिङहरू ल्याउन सक्छु। धन्यवाद। हस्त नमस्ते।